Hey guys, welcome back to my new vlog. So आजको vlog रहेको छ गुफा पोखरी भ्यू उयो गर्ने भनेर के भन्छ त्यो भन्छ थाहा छैन अनि सो आज चाहिँ हामीहरू गुफा पोखरी बिहान बिहान निस्किन्छौँ हिजो हामीले दिनभरको ट्राभल अथवा राइडिङ पछि हामीहरू सङ्गसभा यो कुन ठाउँको नाम के सङ्गसभा अनि के नाम अरे हौ त्यहाँ पुगिसक्यौँ गुफा पोखरीमा आइसकेको छौँ होइन हिजो राति चाहिँ हामीले त्यहाँनिर स्टे होममा बसेर रात बस्यौँ र अब बिहान चाहिँ हामी यहाँनिर गुफा पोखरी घुम्न गइरहेको छौँ गाइस सो मेरो गुफा जसले गुफा पोखरी हेर्नु भएको छैन उहाँहरूले चाहिँ अन्तिमसम्म भिडियोलाई हेर्नु होला र म देखाउने छु हजुरलाई र यो रहस्य बारेमा के छ भनेर सब देखाउने छु गाइस यो चाहिँ यहाँ हेऱ्यो होइन भ्यू कस्तो दामी छ गाइस भ्यू चाहिँ होइन पाहाडै पाहाड होइन पुरानो ढुङ्गाले जोडेको घर लाइक मनाङ मुस्ताङ ट्रिपमा छौँ क्या हामी यस्तो लाग्छ कि मनाङ मुस्ताङ ट्रिपमा आएको होइन तर त्यो के भन्छ गाह्रो पछि सजिलो हुन्छ नि त्यस्तै हो क्या हिजो रात लास्टै गाह्रो भइरहेको थियो राइडिङ गर्न त्यो अन्धारो त्यो हुस्से होइन पानी परिरहेको थियो भन्न पाउनु कस्तो गरेर आइसक्यौँ हामीले ढाबामा कस्तो गर्मी हुन्छ भने क्या यस्तो गर्मी छ यहाँ आएर न यस्तो छ क्या हुस्सेले दाउरा पनि कस्तो दामी छ त जस्तो लाग्यो सो फाइनली चाहिँ होइन हामी गुफा पोखरीमा आइसकेको छौँ तर यहाँ चाहिँ कस्तो बिल्ला भयो कि चाबी लागिरहेको छ होइन चाबी लागेर हेर्नु सक्नु चाबी लागिरहेछ माथि गुफा पोखरी लिइरहेछ स्थापना 25 गते भएको हो कि क्या हो थाहा छैन चाहिँ दामी थाहा ठाउँ लाली गुराँस पनि राम्रो राम्रो फुलिरहेछ है चाहिँ अब हामी चाबी कसले खोलिन्छ कि भनेर सोधिरहेछौँ होइन चिनमा तिमी के साह्रो राम्री केटाहरू टेन्सन भइरहेछ गुफा पोखरी हेर्न नपाएर होइन सो यति टाढो आएर पनि होइन गुफा पोखरीको मुखमा पुगेर हेर्न पाइएन भने त बिल्ला हुन्छ नि त होइन सो यहाँनिर हामी पुलिस स्टाफ यहाँ सोधी हेर्नु के छ खोलिदिन्छन् कि भनेर गुफा पोखरी पुलिस स्टेसन हो हामीले चाबी माग्न गइरहेछौँ गाइज स्विट होममा स्विट के हल मकालु होटेल त्यहाँ माग्न न गएर जाऊ ए केटा यहाँ फोका लुङ्गा होटेल साथीले चाहिँ चाबी ल्याएर अब यहाँ चाबी खोल्दैछ उद्घाटन हुँदैछ बिहान बिहानै ल गुफा पोखरी इन्टर भयो सो गुफा पोखरी गाइज गुफा पोखरी लाली गुराँस चाहिँ लाली गुराँस यो पोखरी गुफा छैन त यार पोखरीमा ट्याट यार राम्रो देख्छ गाइज साँच्ची भन्नु होला यो भ्यू चाहिँ नि राति मतलब ड्रोन भ्यू सर्ट लियो भने चाहिँ मजाको आउँछ दाइ कस्तो छ त अनि दाइ कस्तो छ भ्यू ड्रोन ल्याएको भए चाहिँ हुन्छ क्या लाली गुराँस फुल्यो नि झपक्कै के हो गयो त्यो गयो कहाँ छ कछा हुन्छ ओइ हो त कहाँ हो यहाँ बस्दा कस्तो दामी फिट आउँछ हेर्नु ए कछा हो त सानो कछा नि पकडले भ्यागुता होला हो भ्यागुता होला
तेरो चौमु जस्तो आउँछ फोटो दामी आयो त घाम लाग्यो त केटा यता हो कि अब चाहिँ घाम लाग्यो होइन घाम हल्का झुल्किरहेछ होइन यो लालीगुराँस फुलको बोट अनि यहाँ चाहिँ रारीगुराँस छ होइन कहाँ त पौडी खेल्न हाम्रो केटाहरू चाहिँ भ्रमण गरिरहेछ सो गाइस यस्तो दामी ठाउँ छ होइन हामी यही पोखरी हेर्न आएको दामी हो घाम उज्यालो भयो बौला मान्छेले गाली गर्दैन मन्दिरमा कस्तो मन्दिर हो त यो सो गाइस यो चाहिँ हो गुफा पोखरीको घाम लागेको भ्यू होइन त्यही बाटो आयो यस्तो दामी छ भ्यू चाहिँ हिजो हामी त्यही बाटो आयो तर देखिएन होइन तर यस्तो आयो भनेर पनि थाहा छैन है हो क्या यस्तो बाङ्गोतिर आयो भनेर सो हेर्न सक्नुहुन्छ अहिले चाहिँ यता गुफा पोखरीमा घाम लागिरहेछ होइन नखिच अब 2-3 बज्छ फेरि यही हो गुफा पोखरी यसको माथिको ड्रोन सट चाहिँ दामी आउँछ टाइम लाग्छ यहाँ कस्तो राम्रो कसैलाई कतिलाई राम्रो लाग्यो र कतिलाई के लाग्यो कमेन्ट गर्नु होला होइन सो आजको भ्लग चाहिँ यति नै भन्नुपर्छ अब हाम्रो पनि टाढा छ झापा होइन यहाँबाट लगभग 10 घन्टा जति बाइकमा राइड गरेर जानुपर्ने हुन्छ सो अब चाहिँ हामी पनि यहाँबाट निस्किने सब साथीहरू पनि निस्किसक्यो अनि अब रिमेम्बर भयो दामी ठाउँमा आइयो होइन लाइक मनाङ मुस्ताङ ट्रिप त्यस्तै छ के बाटोघाटो होइन घर सहर हेर्दा पनि